महिनापछि रामबहादुरले पहिलो खेप तरकारी बेचिसकेको छ र उसलाई धेरै पैसा हात परेको छ। ऊ घरमा केही नयाँ औषधि र रासायनिक मलका बट्टाहरू लिएर आउँछ। ए हजुर, यी बट्टाहरू के हुन्? कस्तो नराम्रो गन्ध आयो त? यो त पैसा फलाउने औषधि हो माया। मिस्टर थापाले भनेका छन् कि जति धेरै तरकारी त्यति धेरै पैसा। अब म यो औषधिको प्रयोग गर्छु। हेर्दै जाउँ, भोलि बिहानै यी साना साना लौका र फर्सीहरू कसरी हत्तपत्त ठुला हुन्छन्।